So hello everyone, my name is Rasunar and welcome back channel. अहिले चाहिँ लगभग कति 4:30 हुन लागिसकेको छ। मैले आजको भिडियो यति बेला सुरु गरेको छु। एक्चुअली दिस इज नट अ ट्राभल भ्लग। मैले आज जस्ट म आफ्नो कुराहरू तपाईँहरूलाई सेयर गर्न लागेको मात्रै छु। यस्तो गर्मी छ बाहिर, घाम त लागेको छैन, पानी पर्ला जस्तो भएको छ, अँध्यारो भएको छ मौसम, तर एकदमै गर्मी छ। मेरो रुममा पनि ठ्याक्कै अपोजिट हुन्छ। बाहिर घाम चढेको बेलामा भित्र शीतल हुन्छ, तर राति गर्मी हुन्छ। तर दिउँसोमा बाहिर एकदमै गुम्म पानी पर्ला जस्तो अँध्यारो दिन हुन्छ नि, त्यति बेला चाहिँ मेरो रुम एकदमै गर्मी हुन्छ। आई डोन्ट नो द केमिस्ट्री बिट्विन माई रुम एन्ड बाहिरको वेदर के छ होइन। आजको भिडियोको बारेमा कुरा गरौँ। आज चाहिँ म तपाईँहरूलाई जस्ट मेरो आफ्नो एक्सपिरियन्स, मैले युट्युब जर्नी कसरी सुरु गर्न लागेँ, आदि इत्यादि कुराहरू म सेयर गर्नेछु। सो लेट्स डिप डाइभ इन्टु इट। अहिले चाहिँ मैले माइक सेटअप गरेँ। मलाई चाहिँ म आफू बोलेको एकदमै मनपर्छ कि किन मलाई आफू बोलेको एकदमै मनपर्छ। म आफ्नो भिडियो सानो सानो क्लिप भिडियो मैले बार बार हेरिरहेको हुन्छु कि मलाई एकदमै मनपर्छ आफू बोलेको। त्यसैले मैले भर्खर हेरेको थिएँ, त्यसमा चाहिँ मैले यो क्यामेरा यो माइक कनेक्ट गरेको थिइनँ। थोरै के अरे आवाज मेसी आएको थियो। मेरो यहाँ फ्यान पनि त लगाएको छु नि त, गर्मी छ, भिडियो बनाउनको लागि भनेर फ्यान अफ त गर्नु भएन नि त। गर्मीले पसिनै पसिना हुन्छ। म बोल्न के बोल्छु फेरि म आफैलाई थाहा हुन एकदमै त्यो छटपट लाग्छ नि त गर्मी भएपछि। मैले आफ्नो युट्युब जर्नी सुरु गरेको लगभग 2021 कि 22को एकदमै यही टाइममा, यही बर्खाको टाइममा सुरु गरेको थिएँ। मैले एउटा भिडियो नारायणीको किनारमा मैले गएर भिडियो सुट गरेको थिएँ, अपलोड पनि गरेको थिएँ। अनि मलाई खै एकदमै के मेरो दिमागमा हुन्छ नि त, यस्तो भिडियो नि कसले हेर्छ होला र म न राम्रोसँग बोलेको छु, न म राम्रोसँग त्यति बेला मेरो यो एन्ड्रोइड मोबाइल थियो, त्यति राम्रोसँग अडियो क्वालिटी भिडियो क्वालिटी पनि आउँथेन। मलाई लाग्यो यस्तो भिडियो पनि कसले हेर्छ होला भनेर मैले त्यो भिडियो डिलिट गरिदिएँ। युट्युबमा अपलोड गरेको थिएँ, 2-3 दिन राखेको पनि थिएँ। लगभग त्यही 3-4जनाले 5-6जनाले हेरेको थिएँ। मलाई फेरि 20जनाले पनि मेरो भिडियो, मेरो भ्युज, मेरो अहिले पनि आउँदैन आउनु त, मेरो भिडियोमा 20 भ्युज आउँछ भने पनि मलाई एकदमै खुसी लाग्छ कि 20जनाले मेरो भिडियो हेरेको रहेछन् भन्ने हुन्छ। मलाई एकदमै खुसी लाग्छ। हुन त सबभन्दा ठुलो राखेको 100जना 150जना 1000जनाले हेरे हुन्थ्यो भन्ने त्यो हुन्छ नि, त्यो एउटा इच्छा त, चाहना त हुन्छ। तर 20जनाले पनि मेरो भिडियो हेरेको छन् भने मलाई एकदमै खुसी लाग्छ क्या। अनि त्यति बेला पनि 12-15जनाले भिडियो मेरो भ्युज आएको थियो, मलाई एकदमै खुसी लागेको थियो। अनि मलाई बिस्तारै बिस्तारै के भयो भन्दा यस्तो भिडियो नि कसले हेर्छ होला र जस्तो लाग्यो। अनि मैले त्यो भिडियो डिलिट गरिदिएँ। अनि धेरै पछि पनि मैले 2-3टा भिडियोजहरू बनाउने, कुनै भिडियो प्राइभेट गर्ने, कुनै फेरि डिलिट गर्ने, यस्तै यस्तै भएर मेरो त्यो जर्नी त्यहीँ एन्ड भयो। मैले पछि युट्युब च्यानलै डिलिट गरिदिएँ, गुगल अकाउन्टै डिलिट गरिदिएँ। युट्युब च्यानलको कुरै छोडिदिएँ, मैले गुगल अकाउन्टै डिलिट गरिदिएँ। अनि त्यसपछि मैले होल्ड गरेँ, मैले भिडियो सिडियो बनाउनु इन्ट्रेस्ट त मलाई एकदमै लाग्छ। पहिलेदेखि नै मलाई आफूसँग बोल्न, आफूलाई रेकर्ड गर्न, ट्राभल गर्न एकदमै रमाइलो लाग्छ, एकदमै मजा लाग्छ। तर त्यति बेला त्यो जर्नी मैले त्यहीँ बन्द गरेँ। अनि धेरै पछि पनि लगभग 1 वर्ष 1.5 वर्ष पछि पनि मैले फेरि सुरु गर्न कोसिस गरेको थिएँ। त्यति बेला पनि त्यस्तै त्यस्तै भयो अनि मैले एन्ड गरिदिएँ। अनि अहिले पनि म आफ्नो मेरो अर्को च्यानल पनि छ, म सेल्फ टक भिडियोजहरू बनाइरहेको हुन्छु। त्यसमा त्यस्तो खासै भ्युजहरू आउँदैन, तर मलाई एकदमै खुसी लाग्छ किनकि मैले आफूले जानेको, जानी नजानी सिकेको कुराहरू चाहिँ मैले सेयर गर्छु त्यो च्यानलमा। म त्यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरूले त्यहाँ गएर मेरो भिडियोजहरू हेर्न सक्नुहुन्छ होइन। अनि यो चाहिँ मेरो एकदमै फेरि फ्रेस न्यू युट्युब च्यानल हो। मैले यो च्यानल बनाएको कसैलाई न साथीभाइ, न आफ्नो रिलेटिभ्स, दाजुभाइ कसैलाई भनेको छैन। एकदमै फ्रेस न्यू च्यानल छ। यो च्यानलमा कसैलाई सेयर गर्ने नि छैन। आफै बिस्तारै पछि ग्रो हुँदै आफै थाहा पाउँदै गयो भने इट्स ओके, बट आई नेभर एभर सेयर एनी वान। सब्सक्राइब गरिदियो पनि भन्दिनँ, मेरो युट्युब च्यानलको नाम यो छ, प्लिज सब्सक्राइब पनि गरिदियो भन्दिनँ। जस्ट लेट इट बे, यत्तिकै छोडिदिन्छु। पछि बिस्तारै ग्रो हुँदै गएर सबैले थाहा पाएछन् भने इट्स ओके, अदरवाइज इट्स ओके। सो या, नाउ लेट्स टक अबाउट फियर। मलाई भिडियोजहरू बनाउनु त मन लाग्छ, मैले भनिहालेँ होइन। तर मैले म्याक्सिमम् भिडियोजहरू मेरो इन्डोरै हुन्छ, मेरो रुममा नै हुन्छ। कहिले कसो म अब यो च्यानलमा चाहिँ अस्ति 2-3टा भिडियोज म मर्निङ वाक, इभिनिङ वाक जाँदाको सानो सानो भिडियोजहरू बनाएर अपलोड गरेको छु। तर मेरो म्याक्सिमम् भिडियोजहरू इन्डोरै हुन्छ कि म भ्लगिङ भनेर बाहिर ट्राभल गरेर एकदमै थोरै नै बनाइरहेको हुन्छु। कहिले कसो साथीभाइहरूसँग जाँदाखेरि सानो सानो क्लिप बनाउने, त्यसैलाई भ्लगिङको नाम दिनु छुट्टी कुरा छ मेरो, म त्यसैलाई भ्लगिङको नाम दिन्थेँ होइन। तर एक्चुअलमा भ्लगिङ त्यो होइन नि त। अब एक्सपेन्सिभ गियर्सहरू पनि चाहिँदैन, एक्सपेन्सिभ मोबाइल क्यामेराहरू माइकहरू पनि त चाहिँदैन नि त। आफूसँग जे अभाइलेबल छ त्यही कुराबाट सुरु गरेर एटलिस्ट
आफ्नो वरिपरि के भइरहेको छ हुन्छ नि त, त्यो कुराहरू सेयर गर्ने, आफ्नो दिमागमा के चलिरहेको छ, आफ्नो वरिपरि के भइरहेको छ, एक्सप्लोर गर्ने, ट्राभल गर्ने हुन्छ नि त, त्यो हो नि त खास। र मेरो भिडियोजहरू चाहिँ म्याक्सिमम् रुममै हुन्छ। मैले 2022मा सुरु गरेको जर्नी म 2026 आइपुग्दा पनि जहाँ थिएँ म त्यहीँ छु। किन? फियरको कारण। अरूले के सोच्छन्, के भन्लान् हुन्छ नि, आदि इत्यादि यो दिमागमा हाबी हुन्छ कि नेगेटिभ थट्सहरू। नभए त यो सामान्य हो, सुरुमा बिगिनिङ फेजमा अलिकति आफूलाई हेजिटेट हुने, मान्छेलाई देख्दाखेरि डर लाग्ने हुन्छ नि, त्यो बोल्न हडबडाउने, त्यो नर्मल हो, सामान्य हो। अहिले पनि म बोल्दाखेरि तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो क्लियरली फ्लुएन्टली बोल्न सकेको छैन नि त, कुनै कुनै कुराहरू रिपिट भइरहेको छ, जिउरो लडबडाइरहेको छ, बोल्न अलिकति आत्तिएर बोले जस्तो भइरहेको छ। सामान्य हो एक्चुअलमा, किनकि बाई टाइम बिस्तारै भिडियोजहरू बनाउँदै जाँदा आफ्नो भिडियोहरू निहालिन्छ, हेरिन्छ, कमेन्ट्समा देखिन्छ कस्तो भिडियो बनाएको छु भनेर। कुनै कुनै जेन्युन कमेन्ट गर्ने मान्छे पनि त हुन्छन् नि, जसले साँच्चीकै यो मान्छेले मेहनत गरिरहेको छ, यसलाई चाहिँ मेरो केही सुझावले उसले बेटर गर्न सक्छ भने मैले भनिदिउँ न भन्ने कुनै हुन्छ नि त जेन्युन भ्युवर्स हुनुहुन्छ, जो जेन्युन मान्छे हुन्छ नि त, उनीहरूले कमेन्ट गरेको भरमा पनि आफूलाई सुधार गर्न सकिन्छ पछि। तर सुरुमा भनेको यस्तै हो, आफूले गल्ती गरिन्छ, त्यही गल्तीबाट लर्न गर्दै अगाडि बढ्नु। सो त्यही आफूलाई थोरै हुन्छ नि, थोरै आफूलाई कन्फिडेन्ट बनाएर म बाहिर पनि सुट गर्न कोसिस गर्नेछु। फर्स्ट अफ अल म आफ्नो लोकल एरियामा हुन्छ नि वरिपरि घुमेर भिडियोजहरू बनाउन कोसिस गर्नेछु। बिस्तारै बिस्तारै आफूलाई अपग्रेड गर्दै अगाडि बढाउनेछु।